सत्यम परम धीमहि। आदरणीय वैदिक न्यूज च्यानललाई हेरेर बस्नुहुने सम्पूर्ण हाम्रा आमा दाजुभाइ दिदीबहिनीलाई जय काली जय गोरख। आज मसँग आर्यवर्त पञ्चाङ्ग 2082 साल रहेको छ। आर्यवर्त पञ्चाङ्ग 2082 साल कस्तो रहन्छ, 82 सालको ग्रह नक्षत्रको गति के छ, यस विषयमा चर्चा गरिनेछ। यो वर्षको राजा आकाशमा सौरमण्डलमा वार्षिक राजाहरू परिवर्तन हुन्छन्। प्रत्येक वर्ष सौरमण्डलमा राजा, मन्त्रीहरू, मन्त्रीपद, मन्त्रीमण्डलका सम्पूर्ण सदस्यहरू परिवर्तन हुने गर्छन् प्रत्येक वर्ष। त्यसै गरेर 82 सालमा पनि सौरमण्डलमा आकाशका र सम्पूर्ण सौर परिवारका प्रमुख सनातन संस्कृतिले सूर्यलाई देवताको रूपमा मान्छ भने भौतिक जगतले सूर्यको वरिपरि सारा ग्रह नक्षत्रहरू आफ्नो वृत्तमा परिक्रमा गर्छन् भन्ने बुझिन्छ। तसर्थ सृष्टि गताब्द 1,95,58,85,127 वर्षदेखि कालगणना चलिरहेको छ। यसका यो वर्ष राजा सूर्य, मन्त्री चन्द्रमा रहेका छन् र मसँग यो आर्यवर्त नामको पञ्चाङ्ग रहेको छ। यो पञ्चाङ्ग आर्यवर्त पञ्चाङ्गमा विविध आयामहरू रहेका छन्। यसमा सम्माननीय राष्ट्रपतिजीको शुभकामना रहेको छ। यसका साथसाथै सम्माननीय प्रधानमन्त्रीजीको शुभकामना रहेको छ। वर्तमान सम्माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको पनि शुभकामना रहेको छ। यसका साथै यो पञ्चाङ्गमा जुन वार्षिक फल छ, वर्ष नक्षत्र ग्रह नक्षत्रहरूको बारेमा यस सन्दर्भमा यो वर्षको जुन संवत्सर फल छ, संवत्सरलाई सिद्धार्थी नाम संवत्सर भनिन्छ। यो सिद्धार्थी नाम संवत्सरको फल भनेको नि राजा र जनता बीच अत्यन्त सुमधुर सम्बन्ध स्थापित हुन्छ। यसका साथसाथै समाजमा सकारात्मक ऊर्जाको सन्देश विस्तार हुन्छ। आध्यात्मिक जागरणको उन्नयन हुन्छ। आध्यात्मिक जागरणको शुभारम्भ हुन्छ। नयाँ नयाँ पार्टी, दल र विचारहरू समाजमा आउँछन्, जसले राष्ट्रियता, धर्म, संस्कृति, परम्परा आदि सिद्ध गर्नलाई उनीहरू लाग्नेछन्। युवा पिँढीहरू राजनीतिमा आकर्षित हुनेछन् र नयाँ राजनीतिक चिन्तनको उदय हुनेछ एउटा पक्ष। दोस्रो पक्ष, सूर्य यदि राजा हुँदाखेरि मध्यपूर्व क्षेत्रमा युद्ध, आतंक, अशान्ति र द्वन्द्व पनि रहन्छ र साथसाथै धेरै देशहरू युद्धको चपेटामा जान सक्छन्। आपसी मनमुटाव, द्वन्द्व, षड्यन्त्र, घात प्रतिघातको वर्ष पनि रहनेछ 2082 साल। केही ठाउँमा अतिवृष्टि, अनावृष्टि, भूकम्प, भूस्खलन र दैविक जुन प्राकृतिक प्रकोपहरू बढ्नेछ, भूकम्पको प्रकोप पनि हुने देखिन्छ। यसका साथसाथै महत्त्वपूर्ण राष्ट्र प्रमुख, उपप्रमुख सहित केही विश्वका केही देशका प्रमुखहरूको आकस्मिक निधन हुनेछ र साथसाथै यो फलले आत्मीय भाव विश्व राजनीतिक परिवेशको सन्दर्भ भिन्न छ भने एसियाको राजनीतिकमा धेरै ठुलो उथल आउनेछ र विशेष गरी आउने वर्षहरू त्यति शुभदायक छैनन्। नेपालको परिप्रेक्ष्यमा राजाको सन्दर्भ र विशेष गरेर नारद संहितामा बताए अनुसार यो वर्षको राजा सूर्य भएको हुनाले र नेपालको राष्ट्रिय झण्डामा सूर्य र चन्द्र रहेको हुनाले नेपालको राष्ट्रिय झण्डा बोकेर हिँड्नेहरू अत्यन्त धेरै आत्मविश्वास साथ समाजमा आउनेछन्। मत, पन्थ, पार्टी आदिका झण्डा बोक्नेहरू बिस्तारै कमजोर हुनेछन्। त्यसकारणले गर्दा सबैले राष्ट्रिय झण्डा बोकेर राष्ट्रको एकता, अखण्डता, सार्वभौमिकता, सम्प्रभु सत्ताका लागि एकत्रित हुने र विशेष गरेर राष्ट्रवादको उदय हुने देखिन्छ। राष्ट्रवाद र राष्ट्रभावको उदय हुनेछ र समरसताको विकास हुनेछ। विश्व बन्धुत्वको भावना सनातन संस्कृतिले विश्वभरि फैलाउने देखिन्छ। यसका साथसाथै अर्को सन्दर्भ छ, जनजनमा आत्मीय आनन्दको विकास हुनेछ। साथै वर्षपति र सेनापति र साथसाथ त्यसका साथै अन्य रस आदि, धान्य आदि वस्तुहरूको सन्दर्भमा पनि यो वर्षको जुन अवस्था छ, रस उत्पत्ति हुनेछ, धान्य वृद्धि हुनेछ र धेरै ठाउँमा हरियालीहरू बढ्नेछन्। वृक्ष, वनस्पतिहरू र धान्य खेतीपातीहरू निरन्तर बढ्नेछन्, खेतीपातीहरू बढ्नेछ। साथै समाजमा एक प्रकार अन्नको अधिपति बृहस्पति भएको हुनाले बृहस्पतिको सकारात्मक प्रभावको कारणले धान बाली
कोदो, मकै वा गहुँ आदि गरेका जुन नेपालमा र हिमाली क्षेत्रमा हुने बालीहरूमा चाहिँ वृद्धि हुने देखिन्छ र त्यसमा लाग्ने किरा फट्याङ्ग्राहरूको वृद्धिले पनि अलिकति कृषकहरू त्रसित हुनेछन् र उखु आदि गरेका खेतीमा पनि वृद्धि हुने देखिन्छ। यसका साथै मेघको पनि सन्दर्भको चर्चा गर्दा यो पल्ट अत्यन्त राम्ररी नै वृष्टि हुनेछ, कहीँ अतिवृष्टि कहीँ खण्डवृष्टि हुने देखिन्छ 2082 साल। साथै धन धान्यको वृद्धि हुनेछ र यो भौमा मङ्गलको जुन अवस्था छ र मङ्गलको अवस्था अलि मङ्गल युद्धकारक ग्रह हो। मङ्गल अलि आक्रामक पनि गराउने प्रकारको हो र रगतहरू बग्ने छन्, युद्धले रक्त बगाउनेछ र युद्धमा विशेष अनाहक मानिसहरूमा मन बुद्धि र चेतनामा अस्थिरता आउनेछ, मानिसको चैतन्य शक्ति अस्तव्यस्त हुन सक्छ र कोही व्यक्तिहरू शासक र शासित बीचमा द्वन्द्व बढ्न सक्छ, त्यो सन्दर्भ देखिन्छ। यसका साथसाथै यो वर्षका सम्पूर्ण ग्रह नक्षत्रहरूको सन्दर्भमा चर्चा गर्दाखेरि वर्षमा कसरी वृष्टि कसरी हुन्छ भन्ने सन्दर्भ चाहिँ वर्षा अत्यन्त धेरै हुनेछ, त्यसमा भिन्न भिन्न क्षेत्रमा वर्षा बढ्नेछ। मानिसलाई भोक अत्यन्त धेरै भोक लाग्नेछ, पाप बढ्नेछ, धर्मको अलिकति ह्रास आउन सक्छ, तर धर्म निष्ठा र न्यायले अन्तिममा विजय प्राप्त गर्ने देखिन्छ। र साथसाथै ग्रह नक्षत्र ताराहरूको एक अर्कामा तालमेल र सौर परिवारमा सौरमण्डलमा रहेका सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि आदि गरेका ग्रह नक्षत्रहरूको एक अर्कामा रहेको आत्मीय भावका कारणले गर्दा समाजमा जुन सत्य, निष्ठा, न्याय र समरसताका लागि काम गर्नेहरू भने सङ्गठित भएर अगाडि बढ्नेछन्, यो स्वरूप देखिन्छ। साथसाथै वर्ष लग्न कुण्डलीमा यो वर्षको सिंह लग्नमा वर्ष लग्न प्रवेश भइरहेको छ। सिंह लग्नमा भनेको सूर्यको लग्नमा, सूर्य भनेको राजा पनि सूर्य, साथ वर्ष लग्नको पति पनि सूर्य, साथसाथै सूर्य चाहिँ गएर राहुको साथ, चन्द्रमाको साथ, बृहस्पतिका साथ अष्टम भाव भएको हुनाले संसारमा धेरै ठुलो अशान्ति चाहिँ हुने देखिन्छ। किन संसारभरिको राजनीतिक परिदृश्यहरू परिवर्तन हुनेछन्, सत्ता पलट हुनेछ, सैनिक शासनको स्थिति पनि विश्व एक क्षेत्रमा सैनिक शासनको स्थिति पनि अगाडि बढ्ने देखिन्छ। अब विभिन्न देशहरूको बारेमा त हामी भिन्न भिन्न रूपमा आगामी समय बताउनेछौँ र ग्रह नक्षत्रको स्थिति यस्तो देखिन्छ। वार्षिक फल यो अवस्थामा रहेको छ। यो वर्षको विशेष गरी राजा सूर्य रहनुहुनेछ, मन्त्री चन्द्रमा रहनुहुनेछ, साथसाथै मन्त्री अलिकति शक्तिशाली रहेको हुनाले रस पदार्थहरूमा वृद्धि हुने देखिन्छ। साथै सस्याधिपति र कर्क सङ्क्रान्ति बास बृहस्पति भएको हुनाले बृहस्पतिलाई सस्याधिपति मानिएको छ। यसका साथसाथै मेघको स्वामी भगवान सूर्य हुनुहुन्छ र साथै रसाधिपति शुक्र रहेको हुनाले त्यो पनि असाध्य राम्रो देखिन्छ। मङ्गल भनेको धन धान्यको ग्रह मङ्गल रहेको हुनाले त्यो मङ्गल प्रभावकारी देखिन्छ। अन्य ग्रह नक्षत्रहरू पनि शुभ रहेको देखिन्छ। तसर्थ यो ग्रह नक्षत्रहरूको र अन्य नागहरूको र सन्धि र सम्बन्ध यी ग्रह नक्षत्रहरूको जुन एक अर्कामा तालमेल छ, एक अर्कामा समन्वय छ, त्यसले समाजमा मिश्रित फल प्रदान गर्ने देखिन्छ।